नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ब्रह्मापुरारिस्त्रिपुरान्तकारी भानु शशिभूमिसुतो बुधश्च गुरुश्च शुक्रश्च निराहुकेतवद्गुर्वन्तु सर्वे मम बुधाय नमः प्रियङ्गुकलिकाश्यामं रूपेण प्रतिमं सौम्यगुणोपेतं तं बृहस्पतये नमः देवानां च ऋषीणां च गुरुं काञ्चनसन्निभम् बुद्धिभूतं त्रिलोकेशं नमामि बृहस्पतिम् ओम भूस्वा शनैश्चराय नमः नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रहायार्तण्डसम्भूतं नमामि शनैश्चरम् इदं मन्ये वरुणाभ्यो स्वाहा ओम इदं मन्ये वरुणाभ्यो स्वाहा इदं मन्ये स्वाहा नमः अर्धकायं महावीर्यं चन्द्रादित्यविमर्दन् सिंहिकागर्भसम्भूतं तं राहुं इदं सावित्र्याय स्वाहा केतवे नमः पलाशपुष्पसङ्काशतारं कृपाकरं इदं सावित्रे स्वाहा इदं सावित्रे स्वाहा इदं सोमाय स्वाहा इदं सोमाय स्वाहा इदं सोमाय स्वाहा इदं भौमाय स्वाहा इदं भौमाय स्वाहा इदं भौमाय स्वाहा इदं बुधाय स्वाहा इदं बुधाय स्वाहा इदं बुधाय स्वाहा इदं बृहस्पतये स्वाहा इदं शनाय स्वाहा इदं राज्ये स्वाहा इदं राज्ये स्वाहा इदं राज्ये स्वाहा इदं केतवे स्वाहा इदं केतवे स्वाहा इदं केतवे स्वाहा
इदम मुमाय स्वाहा इदम मुमाय स्वाहा इदम मुमाय स्वाहा इदम विष्णुभ्य स्वाहा इदम विष्णुभ्य स्वाहा इदम विष्णु इदम ब्रह्मण्याय स्वाहा इदम ब्रह्मण्याय स्वाहा इदम ब्रह्मण्याय स्वाहा इदम इन्द्राय स्वाहा इदम इन्द्राय स्वाहा इदम इन्द्राय स्वाहा इदम हिमाय स्वाहा इदम हिमाय स्वाहा इदम हिमाय स्वाहा इदम कालाय स्वाहा इदम कालाय स्वाहा इदम कालाय स्वाहा इदम कालाय स्वाहा इदम परमाश्रिय स्वाहा इदम परमाश्रिय स्वाहा इदम चित्रगुप्ताय स्वाहा इदम चित्रगुप्ताय स्वाहा इदम चित्रगुप्ताय स्वाहा इदम मन्याय स्वाहा इदम मन्याय स्वाहा इदम मन्याय स्वाहा इदम इदम मध्यभ्य स्वाहा इदम मध्यभ्य स्वाहा इदम पृथिव्य स्वाहा ऊ त्यो बाहिर यस्तो यसो बाहिरतिर अगाडि पारेर राख्छ यस घरबाट खाइआएका पाइआएका मानिआएका सबै देवी देवता सानी छैन सानी देवता सन्तुष्ट भएर मान सन्तुष्ट यस घरबाट खाइआएका पाइआएका मानिआएका सबै देवी देवता सन्तुष्ट भएर अचल विचल भयो त्यो क्षमा याचना गर्नु पर्यो ल त्यो केटालाई बोलाएर नुहाइ धुवाइ गरेर नुहाइ गरेर चाहिँ कपाल काटी साँग मिला होला
यहाँ खानामा गएर फेरि ल पूजा गर नमस्ते यहाँ चढाउनु यहाँ चढा नमस्ते नमस्ते भयो अब आमा गर त पछाउरो नखाउ न यता अर्को कति भयो च्यापेर बस न छोरो ल भयो ल भयो भनेको अघि केले काट्ने भन्यो केले काट्ने भन्यो पतिले मा काट्नु पति लाग्नु मामाले अलिकति खालियो नि अब जसले काट्नु हैन मिलाउन लाग्यो त्यो ल मुसेको नि टाउको भिजाइदिने हो क्या आमा बाली मुसेको नि यो कालो थाल्यो चाहियो बाबा चाहियो अहिले चाहिन्छ हाम्रो नाति ढोका चामल डालाले आमाले चाहिँ पाथीले भरेर हाल्ने हो अरूले मुठी दिने हो आमाले चाहिँ पाथीले भरेर और ठीक लाइन बहने न बहने तिमी न बोलो यो पैसा अहिले मम्मीलाई सबैले दिन्छ बाबु यसो हो यसरी यो पख है अब गोंदर गाँव में सारा टेको लानु कारेगा यो हात छाप्ला यसरी हुनु पर्छ हो यो यसरी घुमेर आइएर यहाँ आगा हाल्दै जान्छ बिस्तारै आज त मामालाई पनि आमालाई पनि तिमीहरू दुईजना भाग्ने पैसा पैसा नै हाल्नु पर्छ यो यो ढोकाभित्र भवतु भिक्षा देवी माता भवतु
दुई फेर हाल्दा न दुई फेर दुईमा बेसी हुन्छ तीन फेर बुढियाले मुठीले हाल्दियो भन्छ तिमीले बुढियाले अरूले मुठीले हाल्दियो हुन्छ मामा पनि अनुहार देखाइदिनु पर्यो नि यो यार ल बुढियाले यहाँ ल पाथी आयो अर्को फेर आउँछ नि त भगवतु भिक्षा देई माता यस्तो राम्रो रहन्छ क्या है तिमी त डालो समाचार दाउरामा यसरी लगेर माग्ने हो है जाऊ जाऊ उतैबाट आऊ पैसा नि हाले पैसा कसैको चामलमा एउटा स्याउको जोडो 10 रुपियाँ दाम राखेर त्यहाँ पूजा परमात्मा संख्या कीर्तस्य होमन कर्मण पौत्रस्य कर्म निमित्तक होमन कर्म निमित्तक पूजन पूर्वक हवन कर्मण सांज्ञाफल प्राप्ते सद्गुणार्थम अपरिगुणार्थम गुणार्थम गुणपात्रमिदं प्रजापति देवता सरोज दास तुम संप्रदत्ते तसत्त मम वो तो हरिबाबुसँग तो दिया था तो नातिको हातमा राख्देऊ फुल्नु त म यता बस्छु हो त्यो फुलमा ऊ हरिबाबुलाई राख्देऊ हो टाउका राख्देऊ हरिबाबु ल अब भुरासी सङ्कल्प गरेर भाइ दुई चारवटा 500 नोट खाँदै त्यो राखेर पूजा गरेर अनि त्यो राखेर पूजा गरेर अहिले टिको लगाउँदिँदै हेर्छ तिम्रो पण्डितलाई टिको लगाउँदिँदै हेर्छ त्यो एउटा 500 नोट गरेर देऊ होइन होइन पोता पूजा गरेर कुडीको पानीले यहाँ माथि सक्नु
सबै चाहिन्छ क्या आउला नाम सम्झे कितस्य कह पौत्रस्य चुनाय कर्म निमित्तकः दीप गणेश कलश नवग्रह स्थापना होमन कर्मण सहित पूजनार्थम हवन कर्मण साङ्गा फल प्राप्त सद्गुणार्थम क्षेम सुमन दक्षिणा तत्प्रत्यायी भूताम द्रव्याम आचार्य तुम सम्प्रदन्ते तथा पुरस्य दक्षिणा अन्यभ्यो ब्राह्मणभ्यो यथाथेन विभाग्यो एउटा गोरु फड्का भयो 1000 चाहियो भन्नु दक्षिण धातु सङ्कल्प 1000 रुपियाँ चाहिन्छ यो भेडे गर्नु गरे सबै 5 वटा कलशको भैमा राख बाबु त्यो भैमा राख बनाउनु उहाँले चौतारा गर्दै ओम धौ शान्ति रक्ष शान्ति शान्ति सामा शान्ति रोषलय शान्ति वनस्पतय शान्ति देव शान्ति 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 रेव शान्ति शान्ति सुशान्ति भवतु सबै दुःख दलिद्र दूरे प्रति हस्तु फेरि शिरमा छर्किदेऊ ओम भूर्भस्व अमृताभिषेक सुशान्ति भवतु पण्डितजी ल अब जग्गामा सुत्यो अनि भुराहरू हामी नै काटेर बाबु आउँदा के पूजाहरू हात दुखी हालेर धेरै अब चर्चा गरिएन ज्ञान गर्नुपर्छ दुखा जन्म हुँदैन नदिया होइन चर्चा नगरेर 6 महिनासम्म खोला गएर भोट खेल्न नि हुँदैन दुखा जन्म नि हुँदैन 6 महिनासम्म चाहिँ गर्नु हुँदैन ल ल
अब भाग ल भाग ल मिलाइराख्नु हातले हो ल ल हाम्रो यहाँ भाउजूले मिलाउनु भएको हो ठिक हो ठिक पत्ती ल्याउनु पत्ती मोबाइलमा हेर नि मेरो कति जान्छ किन हो त मिसिनले काटेका पत्नी खाना देखि जीवन गर्ने एकछिन मामाले हात लगाइदेऊ होइन केही फरक पर्दैन हात यसो लगाइदियो हुन्छ बाबुले ल ल ल नानीहरू मलाई अब माटोलीको पालो कान्छा लाउनु भयो यहाँ त काटिहाल्छ खै त भान्जी ल सानलाई बाह्र आएको नम्बर त्यो यता भरोसा आउँदैन यत्रो जनता उता आमा बाबु भइसक्यो मामाहरूको पनि भइसक्यो गङ्गालाई पनि भोग्ला लले वर्षदेखि पनि क्यामेरा छ होइन अब अरू
लाउँछन् सारा संसार बिहामा लाउन पाइन्छ पाइँदैन अहिले लगाइदिनु बाबु ओ लाले वारे बेल्ने जा सारा संसार रोग एउटा पहेँलो म फेरि नाम उनले थाहा हुँदैन मिलाउनु पर्यो बोन खोइ कता गयो ड्रोनै हान्नु पार बाबु तिम्रो बाहिर आउँछ कति चम्मके भएको कति बेला टोरेर फोटो
नाचे बाबु हजुरहरूले खानु हस् हजुर विवेक भाइ What?